हामी चाहिँ ट्याक्क गान्तोकमा आइपुगेका छौँ साथीहरू। हामी ठ्याक्कै गान्तोकमा आइपुगेका छौँ। नेपालबाट लगभग चाहिँ गान्तोकमा आउन सफल भयौँ। साथीहरू हाम्रो सामान अनलोड गर्दै हुनुहुन्छ। अब भने हामी सामान अनलोड गर्नतर्फ लाग्छौँ। तपाईँ कति घन्टा यात्रा भयो बस र टोटल दूरी? यात्रा चाहिँ हिजो 4 बजे हिँडेको, अझै यात्रा सकिएको छैन, अझै 2 किलोमिटर यात्रा बाँकी छ। भन्नाले के भयो? भन्नाले अब हामी एउटा सानो ट्याक्सी जस्तो यो पुरै गाडीमा चाहिँ होटेल गइन्छ। यहाँबाट 1.5 किलोमिटर कि 2 किलोमिटर बाँकी छ। नाइ भने अब हाम्रो यात्रा भनेको सक्यो। हिजो 4 बजे हिँडेको, आज 5 बजे भनेपछि 25 घन्टाको नन स्टप यात्रा चाहिँ हाम्रो चाहिँ भयो। सबै साथीहरू आइयो है? सबै साथीहरू आए। सरले पनि हतियार दिनु ल भन्छ अब ट्याक्सी हाम्रोबाटै हो कि हाम्रो प्याकेजबाट हो कि? होइन, तिम्रो हाम्रो केही चल्दैन कि यहाँ। ल अब हामी ट्याक्सीको लागि गर्नु पऱ्यो है। गान्तोकको यहाँ पार्किङबाट चाहिँ लोकल ट्याक्सीमा जानुपर्ने हुँदो रहेछ। तर यो पनि हाम्रो प्याकेजमै छ होइन? प्याकेजमै परेको हो। यहाँबाट 200 रुपियाँ लाग्छ अरे ट्याक्सीमा जानको लागि। भनेपछि हाम्रो यो खास किन नपाउने हो गाडी उता लानलाई दाइ? गाडीहरू जानु नपाउने ठुलो गाडी पाउँदैन नि जान 8 बजीदेखि उता मात्रै। ए 8 बजेपछि मतलब माथि हो? वन वे लाग्छ नि, बिहान 8 बजीदेखिको बेलुका 8 बजी। ए ठिक छ। अब पछि चाहिँ तपाईँहरू बिहानै निस्किन्छ, बिहानै पाइहाल्छ। ए हुन्छ। के गर्नु अन्त सबै हाल्दै हामी बस्दा हुन्छ होला दाइ भन्छ है? ल लगेर बस्दिएँ म त। भाडा त हाम्रो त त्यो प्याकेजकै हो। हाम्रो यहाँ कति टाढा हो दाइ? 1.5 किलोमिटर। ए 2 किलोमिटर? ए जाम छ नि त। ए जाम छ है फेरि अघि कालोमा आउँदा। जाम भन्छ फेरि 10 मिनट लेट लाग्ने भयो। जाम लागिहाल्छ। 26 घन्टा भइसक्यो दाइ गाडीमा हिँडेको। पागल काँकरभित्रदेखि आएको आज होइन? आज कहाँबाट आएको उता? हामी पोखराबाट। पोखराबाट ट्याक्क 3 बजी हिँडेको। अघि बिहान आइपुग्यो होला, यस्तो जाम छ नि त। सब हाम्रै गाडी होला। सब हाम्रै होला। 9वटा गाडी त हाम्रै होला। 9वटा गाडी होइन कि 10वटा ड्राइभरहरू पनि जान्छ। ड्राइभरहरू पनि जान्छन् है? 10 वटै। ठिक जानु हो हामी यहाँ है। ठिकै भयो 10 वटा। 36 37 जना ड्राइभर छ। जाम भइसक्यो मजाको। 10वटा हाम्रो चाहिँ कुन उमा राख्ने भनेर भोलि नि तपाईँहरू आउने हो के हो भोलि एक्जाम? भोलि त यस्तो ठुलो गाडी आउँछ। होइन, अर्कै हो। ठुलो गाडी टाटा सुमो नै आउँछ। सुमो नै आउने हो? सुमो एसके गाडी। अब यो डब्लुबीमा आएन तपाईँहरू, एसके गाडी आउँछ। यही जुन हामी आएको त्यही गाडी हो जाने? त्यो गाडी त जाँदैन होला, त्यो त जान्न। डब्लुबी त्यस्तै खालको गाडी आउँछ, एसके गाडी आउँछ। पर्सि चाहिँ फेरि यिनीहरूले लग्नु सक्छ। पर्सि चाहिँ बिहानै क्या। पर्सिको त माथि जाँदै हामीलाई आज ल्याएको दाइ म पनि जान्छु भन्दै हुनुहुन्छ अरे। झेल्लामै कता चिसो हावा त्यसमा लाउया म त टाउको दुख्दै ठिस भयो प्लट भएर एकछिन बस्दा म चाहिँ यसो बाहिरतिर यसो डुल्न जान्छु। एकैचोटि निस्किन्छ किन हात खुट्टा धो अरू नआउँछ रेस्टुरेन्टमा नआउँछ अनि एकैचोटि निस्किन्छ। अच्छा। अनि एकैचोटि निस्क्यौँ अनि एकैचोटि कोही कोही किन्ने किन त्यहाँदेखिको हिँड्दै जाँदा भयो त्यही अलिकति लाल मार्केट छ, लाल मार्केट माथि एमजी मार्केट छ। फेरि हामीले ठ्याक्कै म्याक्सिमम् 10 मिनट लाग्छ। हिँडेर 10-15 मिनट भन्नु यहाँ सस्तो पाउने हिँड्ने रक्सी मात्र त। लुगाहरू त महँगो। पोखरामा त 8 हो कि 8,000 ट्याबमा। ठिक छ। 250 देखि सुरु छ रमहरू हो। ए 250 भने कति पर्यो दाइ? 250। 250 सस्तो त्यति हार्ड हुन्छ। स्टेसन गुरुद्वारा ब्ल्याक क्याट
झन् हालोस् भनेको दाजुलाई यता के रहेछ गान्जु लामा द्वार आर्मी हेडक्वार्टर ए हो डिग्निमिट्री हजुरको घर नि यतै होला नि है हो यता दाइ घटेरै के भयो ए केबल कार छ त यो माथिको जाँदैछ नि त्यो तार हो नि तर उही त सम्म बेसी टाढो छैन भर्खर देखेको मैले भिडियो एउटा गाडी चलाउनु यहाँ दुईटा त बगी छ कि 20 जना अट्छ एउटा ट्रलीमा 20-22 जना हाल्छ उभिएर जानुपर्छ यहाँ त वरिपरि ग्लास छ हो ए दुईटा ट्रली मात्रै छ एउटाको एकजनाको 250 जाँदैछ ट्रली देख्यो अँ माथि कत्रो देखि गयो अहिले त टाढा एउटा यता गयो केबल कार हो त्यो दाइ हो त्यसमा मात्रै हो नि तर टाढा जाँदैन सिटी भ्यूको लागि मात्रै हो ए त्यही सुस्तरी लाग्थ्यो भाइ एउटा यता पुग्यो एउटा त्यहाँ पुग्यो हो ठिकै छ एउटा अँ हेर न राजधानी तलबाट नत्र अहिले झरेर हेर होला पोखरा टाउनबाटै हो भाइहरू स्टुडेन्ट होला सबै अँ स्टुडेन्ट नै हो यो यसको कलेजको अँ ब्याचलरको लास्ट इयर ए फाइनल इयर बस्छ थर्ड इयर होइन हाम्रो त Fourth फोर्थ year इयर हो, fourth year, फोर्थ हुन्छ नि अब अन्तिम छ त्यो भनेपछि टाढै आउँछ नेपालमा त फोर्थ छ के अरे यता थर्ड हो दाइ है यता थर्ड हो हाम्रो त फोर्थ छ नि त्यहाँ सेकेन्ड थर्ड मात्रै हुन्छ नि त यहाँ उम्, एउटा घुम्नु आयो भाइहरू अब यसो आइडिया भयो नि त अँ, जाने होइन अँ, बादमा अरू इन्डिभिजुअल आउँदा भइहाल्यो हो, नि हो। के कसो हो दाइ आइडिया एकदम भयो नि त उम्, एउटै त्यो त भने चाहिँ हामी पनि नेपाल जाँदा एउटै लाग्छ अझै हामी नेपाल त्यो काँक्रे भिट्टातिर जाँदा त बिहार पसेको जस्तो लाग्छ हाम्रो यता त सबैजना नेपालीसँग नेपाली बोलिरहेको हुन्छ हो। नेपाल जस्तो फिल हुन्छ अँ, मलाई अब बिस्तारै खानी त रहेन दाइ अब। सिस्टम छ है हजुर यहाँ त छुट्टै हो नि 371 एप जो छ नि अँ, त्यसले उयो गर्छ नि प्रोटेक्ट गर्छ नि जाम लगाएर झार्दै के तर ए हाम्रो यही होटेल उयो हाइवे देखेन होटेल होटेल यही हो उयो हाइवे होटेल हो नि होटेल हाइवे दाइले मिठो सल्लाह गरेर यहाँसम्म ल्याइदिनु भयो यार धेरै धेरै धन्यवाद दाइ है तपाईँहरू त्यहाँ समिति त छ होला नि होइन यो ट्याक्सीहरूको नि स्ट्यान्ड स्ट्यान्ड छ नि यति हिँड्न 10 मिनट लाग्दो रहेछ यार 10 मिनट मैले के भन्नु 10 मिनट यहाँदेखि सिधै हिँडेर गयो भने फ्लाइओभर भेट्छ होइन अँ। फ्लाइओभर यता लाग्नु लाल बजार अँ त्यहाँदेखिको डेन्जर सिनी मल छ त्यहाँदेखि उकालो लागि निम्ति नजिकै छ ल हामी चाहिँ आइपुग्यौँ अब चाहिँ ट्याक्क भिडियो बन्द हुन्छ अब आजको होइन अहिले रमाइलो गऱ्यो भने रमाइलो गर्नेलाई गरौँ न नत्र त खल्ली बल्ली अब हामी इन्ट्री गरेर अब ल ल ल ल Hah? कस्तो छ भने केटा नाइट वाक कहाँसम्म पुग्नु पर्ने हामी केटा हो कहाँसम्म पुग्नु पर्ने कहाँसम्म पुग्ने चौकबाट ऊ छ के अरे डेन्जर थाहा खायो भन न डेन्जर थाहा खायो तिमीलाई है यो हाम्रो बाटोमा आउँदाखेरि बुटोलको बाटो आउँदा बन्दै थियो के भन्छ के के हो के बन्दै थियो भन्दै थियो ड्राइभर ए अँ के अरे यहाँ त्यो अफिसकै त्यस्तो टाइपको क्या त्यहीँबाट ठ्याक्क अच्छा जीवन कति टाइम लाग्छ हामी यता घुम्न 8 बजीभित्र होटेल आउनुपर्छ अरे आधी घन्टा लाग्छ 6 बजे यहाँ भर्खर 6 बजे हो फ्लाइओभर अँ फ्लाइओभर रोड के गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर हाम्रो यस कलाकारलाई सम्मान राख्दै सबैले ताली बजाइदिनु होला खोजेको आफ्नै ठानेर
कलाकारको मन सम्मान गरेर उहाँलाई तालीले हौसला प्रदान गरिदिनु होला सबै मित्रहरू जनाउन भन्न चाहन्छु हजुर भिडियो बनाउँदा बनाउँदै यता यता म आएको नि हराइ है नम्बर हुन्छ ओके जान ओ मनिष आऊ क्राउड त वाइल्ड क्राउड हुँदो रहेछ तर लेक साइड बस्नु रहेछ हाम्रो लेक साइड बसेर थुक्न पाइन्छ चुसु खान पाइन्छ तर हाम्रो ए धेरै लाग्दैन अरे क्या तिमी खाँदै त्यही अच्छा यस्तो भन्छ नि लाग्नु त लाग्नु यस्तो फोर तर सफा त ढेङ्गर सफा हो यार यस हेर न यस्तो क्लियर छ लाग्दैन यो इन्डियन गभर्मेन्टले गरेको है यो है उता हानेको खाना ठोका ठोका अनि यो भिडियो चाहिँ स्पेसल्ली हाम्रो खुसीमान तथा अन्य केटाहरूको लागि हामी चाहिँ कहाँ हरायो होइन हामी हराएको होइन हराएको त होइन केटाहरू तिमीहरू कहाँ गयो हामी कहाँ गयो तिमीहरूको हाम्रो कन्भर्सेसन टुट्यो है तिमीहरूलाई गाली नगर्यो हामी चाहिँ अबको चाहिँ 5 मिनटमा चाहिँ हामी रुममा उपस्थित हुन्छौँ अब तिमीहरू नि चाहिँ आओ अन्त हृदयबाट मैले तिमीहरूलाई सम्झेको मिस गरेको भन्दै चाहिँ मैले चाहिँ यति कुरा भन्छु यति कुरा भनेको अब त्यति हो हामी चाहिँ अन्त्यमा रुममा आइपुग्यो अब अलिअलि थकाइ पनि लागेको छ हिजोदेखि आजसम्म लगभग 25-26 घन्टा गाडीमा ट्राभल गरेकोले थकाइ लागेको छ त्यसैले अहिलेलाई हामी सुत्नेछौँ हाम्रो डे 3 को भिडियोमा हजुरहरूलाई भेट्नेछौँ गुड नाइट